ओम श्री कृष्णाय नमः। परम आदरणीय श्रद्धालु भक्तजनहरू, आजको विशेष नयाँ अमृतमय एपिसोडमा परमा एकादशीको विषयमा चर्चा रहनेछ। विशेष गरिकन यस दिनमा एकादशीको दिनमा के गर्दा के गर्नु पर्दछ र साथमा के गर्न हुँदैन, गर्न नहुने कर्महरू के रहेका छन् र साथसाथमा यस दिनमा नभुलिकन पनि जसै गर्नै पर्ने कर्महरू के रहेका छन् त्यसको विषयमा चर्चा रहनेछ। विक्रम सम्वत 2083 साल जेठ महिनाको 28 गते गुरुबारको दिनमा यस वर्ष परमा एकादशी पर्न गइराखेकी छन्। त्यो पनि अधिक मासमा, जो अधिक पुण्य दिनका लागि, अधिक फल दिनका लागि, अधिक पापहरूलाई नाश गर्नका लागि, अधिक कर्महरूलाई सुदृढ गर्नका लागि, आफ्ना भक्तहरूको कल्याणका निमित्तमा जसरी धनपति कुबेर धर्मराज युधिष्ठिरलाई पावन तुल्याउनु भएको थियो, भगवान श्रीहरि वासुदेव एकादशीको दिनमा, यस पवित्र पावन एकादशीको दिनमा जसले व्रत गर्दछन्, जसले उपासना गर्दछन्, यस अधिक मास पुरुषोत्तम महिनामा पर्ने एकादशीको दिनमा उनीहरूको धर्म अर्थ काम मोक्ष सबै चीजहरू प्राप्ति हुने गर्दछ। बडा भक्तिका साथमा, पावन साथमा अघिल्लै दिनदेखि उपवास बसिकन सके, अभिषण ग्रहण गरिकन, शुद्ध पवित्र रहिकन, शुद्ध पवित्र भन्नाले नुहाई धुवाई स्नान गर्नु मात्र शुद्ध पवित्र हुँदैन प्रिय दर्शकले, भित्रैबाट अन्तस्करणबाट जो शारीरिक रूपमा, मानसिक रूपमा र जुन बोलिने कुराहरू छन् त्यसमा पनि सकारात्मक भाव राखिकन, परोपकार र कल्याणका भावहरू राखिकन, दुर्वाच्यद्वारा टाढा रहिकन, दुर्वाच्य वचनहरूद्वारा टाढा रहिकन, रिस लोभ मोह अहंकार, रिस राग लोभ मोह अहंकार घमण्डहरूलाई त्यागेर यस दिनमा व्रत उपासना गर्नाले अनन्त होइन महाअनन्त गुणा फल मिल्नेछ। जो शक्तिशाली पावन एकादशी परमा एकादशीको दिनमा यो अधिक भन्दा अधिक पापहरूलाई नाश गर्ने एकादशी, जो अधिक मासमा पर्ने एकादशी रहेकी छन्, परमा एकादशी, जसले भक्तहरूको सारा मनोरथलाई परिपूर्ण तुल्याउन सक्ने त्यो सामर्थ्य, भक्तहरूका अनन्त जो पापहरू रहेका छन्, जो नासिँदै ननासिने त्यस्ता पापहरूलाई पनि तत्क्षण खाक गर्न सक्ने एकादशी रहेकी छन्। त यस दिनमा अरू एकादशीको व्रत गर्न सके पनि नसके पनि यस एकादशीको व्रत अनिवार्य गर। 3 वर्षमा एकपटक आउने यो मलमास, जो पुरुषोत्तम महिनाले युक्त पुरुषोत्तम मास, भगवानले पुरुषोत्तम नाम दिनुभएको छ मलमासलाई, अत्यन्त पवित्र पावन गराउनु भएको छ र साथमा यो पापनाशिनी एकादशीको व्रत उपासना गर्नाले घरमा सुख शान्ति आनन्दता, यहाँहरूले चिताएका कुराहरू पुग्नेदेखि लिएर भाग्यमा सद्गति प्राप्ति हुने गर्दछ। विशेष गरिकन यस दिनमा गर्न नहुने, खान नहुने, केही गर्न नहुने कर्महरू, खान नहुने चिजहरू रहेका छन् र केही नियमहरू पनि छन्। ती के रहेका छन् त्यसको विषयमा चर्चा गरौँ। त्यसपछि पूजाको विधि विधानको विषयमा मैले चर्चा गर्दैछु। प्रिय दर्शकबिन, यहाँहरू देश विदेश अन्तर्राष्ट्रिय स्तर कहाँ कहाँबाट जोडिनु भएको छ हाम्रो कार्यक्रमसँग, कमेन्ट बक्समा गएर ओम नमो भगवते विष्णवे नमः लेख्न नभुल्नुहोला। ओम नमो नारायणाय नमः लेखेर कार्यक्रमलाई सेयर गर्न पनि सक्नुहुनेछ। यस दिनमा सबैभन्दा खान नहुने चिज मसुरो, जो रातो दाल पनि भनिन्छ, मह जो मौरीले पारिन्छ, मौरीले बनाउँछ। त यहाँनिर मह, मसुरो, प्याज, लसुन, माछा, मासु यस्ता चिजहरू त्याग्दिनु। खानै नहुने एकादशीको दिनमा, खाएपछि सिधै नरक, दुःख कष्ट क्लेश आइलाग्छ जीवनमा। तब ओहो, कुन जुनीको कर्मले कुन पाप गरेको थिएँ र यस जन्ममा मैले पाप त मैले केही गरेको थिइनँ, कसैलाई दुःख पनि दिएको थिएन,
तर किन यस्तो दुःख आइलागेको छ भगवान भनेर पुरपुरो समाउनु पर्ने स्थिति आइदिन्छ। त्यो भएका कारणले यी चिजहरूलाई त्याग्नु, आफूभित्र रहेको रिसलाई कन्ट्रोल गर्नु, रिसलाई त्याग्नु, घमण्डलाई त्याग्नु, मोहलाई त्याग्नु र एक चित्तमा भगवानको आफ्नो अन्तस्करण हृदयको विश्वमा भगवान श्रीहरि जगत पालनहार, जगतलाई पालन गर्ने हुनुभएका श्रीहरिको चिन्तन गर्नु र मनमा विराजमान भएका भगवानलाई शालग्राम स्वरूपमा मानेर यहाँहरूले ध्यान चिन्तन पूजा पाठ गर्न सक्नुहुनेछ। विधि विधान के रहेको छ त अघिल्लै दिनदेखि बुधबारकै दिनदेखि यानी 27 गतेकै दिनबाट शुद्ध र ब्रह्मचर्यको पालन गर्नु, नियममा बस्नु है, तामसिक प्रकृतिका भोजनहरू नगर्नु र पछिल्लो दिन जब एकादशीको बिहान हुन्छ जुन 28 गते बिहीबारको दिनमा जो परमा एकादशीले पावन यो पवित्र दिनमा सबैभन्दा पहिले नुहाई धुवाई स्नान पवित्र रहनु, मौन व्रत राख्नु सकभर, बिहान नुहाउन्जेलसम्म प्रिय दर्शकबिन, पूजा नभ्याउन्जेलसम्म अझै राम्रो, शुद्ध वस्त्र पहेँलो वस्त्र पीताम्बर वस्त्रलाई पहिर्नु लगाउनु, आफ्नो निधारमा वैष्णव तिलक सकिन्छ भने लगाउनु, या शैवी हुनुहुन्छ भने पनि केही फरक परेन। यहाँहरूले जहाँ त्रिपुण्ड धारण गर्न पनि सक्नुहुनेछ र साथसाथमा यसरी कन पवित्र आफ्नो जप ध्यान तुति बिन्ती बिहानको गर्ने जुन नित्य कर्म रहेको छन्, उपासना रहेको छ, उपासना गरेर ब्रह्म गायत्रीको जप चिन्तन गरिकन दियो कलश गणेशलाई स्थापना गरेर कलशको माथि भगवान शालग्रामलाई विराजमान बनाइकन यहाँहरूले आफूले आफ्नो सक्दो अनुसार पूजा र आराधना भक्ति भाव जगाउन सक्नुहुनेछ। खाँदा हिँड्दा डुल्दा यस दिन भगवान श्री हरिलाई नाम स्मरण भए पनि गर्नु, जसले अनन्त गुणा फल दिनेछ। श्री हरि भन्नुहोस्, वासुदेव भन्नुहोस्, कृष्ण भन्नुहोस्, दामोदर भन्नुहोस्, विष्णु भन्नुहोस्, नरसिंह भन्नुहोस्, आखिर भगवानको स्वरूप विविध भए पनि, रूप विविध भए पनि भगवान एक हुनुहुन्छ। यो मनन चिन्तन गर्दै बडा दिव्यताका साथमा यस दिनमा एकादशीको व्रत उपासनाका लागि यहाँहरूले संकल्प गर्नु। हातमा कुशको टुक्रा जल लिएर, जौतिल छ भने जौतिल लिएर, आफ्नो गोत्र म फलानु गोत्रको फलानु नामको आज अधिक मासमा पर्ने परमा एकादशीको व्रत उपासना गर्दैछु, हे भगवान कृपा गरी बक्सेला, हजुरको शरणमा छु भनिकन यहाँहरूले अगाडि छोड्न सक्नुहुन्छ। र साथमा भगवानलाई स्नान गराउनु, एउटा आसन दिनु कुशको भए पनि तलपट्टि, बडा दिव्यताका साथमा भगवानलाई स्मरण गराउनु। तिल राखिएको जल या गंगा जल, शुक्ला गण्डकीको जल, परम पावन कृष्णा गण्डकीको जलले या घरमै जुन जल छन् तिनैमा गंगाको स्मरण गरिकन शालग्राम भगवानलाई दिव्यताका साथमा तुलसी राखेर स्नान गराउन सक्नुहुन्छ। भगवानको नाम स्मरण गर्दै चिन्तन गर्दै अन्तस्करणबाट पञ्चामृतले स्नान गराउन सक्नुहुन्छ, अर्घले स्नान गराउन सक्नुहुन्छ, दुधै घिउ मह चिनी गाईको दुध छ भने गाईको दुधले पनि स्नान गराउन सक्नुहुन्छ। फेरि शुद्ध जल अर्पण गरेर भगवानलाई पहेँलो वस्त्रले पुछेर दही पखाली गरिसकेपछि, शुद्ध तुल्याइसकेपछि त्यो जल आफ्नो शिरमा लिन सक्नुहुन्छ, मस्तकमा लिन सक्नुहुन्छ है। त्यो जल राखिराख्न पनि सक्नुहुन्छ, जो आज यहाँहरूले चरणोदकका रूपमा यहाँहरूले पान गर्न पनि सक्नुहुन्छ। अकाल मृत्यु हरणम सर्वव्याधि विनाशनम विनाशनम विष्णु पादोदकम पित्वा पुनर्जन्म न विद्यते। भगवानको यो दिव्य जललाई पान गर्न पनि सकिन्छ यदि शुद्ध भएका खण्डमा प्रिय दर्शक।
र साथसाथमा यसरीकन आफ्नो शिरमा लगाइसकेपछि तिलक लगाइदिनु भगवानलाई अष्टगन्ध या पहेँलो चन्दनको दिव्य तिलक लगाइसकेपछि आभूषणहरू केही छ भने अर्पण गरिदिनु। फूलको माला, फूलहरू अहिले ऋतु फूल अनुसार, ऋतु फल अनुसार फल्ने फुल्ने फूल र फलहरू अर्पण गर्न सक्नुहुनेछ भगवानलाई। भगवानका दिव्य 1008 नाम पनि छन्, विष्णु सहस्त्रनाम। ती विष्णु सहस्त्रनामद्वारा तिल अर्पण गर्न पनि सक्नुहुन्छ, तुलसी अर्पण गर्न सक्नुहुन्छ, नैवेद्य विविध यहाँहरूसँग जे छ सो चिज अर्पण गर्न सक्नुहुन्छ। र साथसाथमा भगवानको भजन कीर्तन, दिव्य गुञ्जयमान शङ्खधुन, घण्टको आवाज बजाउन सक्नुहुन्छ। दिव्य आरतीका साथमा भगवानमा नतमस्तक रहिकन भगवानका श्री चरणको ध्यान गर्दै श्रीहरि वासुदेवका नामले यहाँहरूले पूजा गर्न सक्नुहुन्छ, श्रीहरि विष्णुका नामले पूजा गर्न सक्नुहुन्छ। केही फरक पर्दैन। ध्यान गर्नु, चिन्तन गर्नु र मनन गर्नु श्रद्धा भक्तिका साथमा, भक्ति भावमा राखेर भगवानलाई दिव्यताका साथमा पूजा अर्चना गर्नाले भगवान श्रीहरि वासुदेवको कृपा आशीर्वाद रहनेछ। यो पुरुषोत्तम मास अधिक फल दिने मास रहेको छ प्रिय दर्शकबिन। यस पवित्र मासमा जहाँ महिनामा भगवानको पूजा गर्नाले हामीलाई शुभ र अनन्त कोटि भगवान जो ब्रह्माण्ड नायक श्रीहरि वासुदेव विष्णु भगवानको कृपा आशीर्वाद सदैव बनिरहन्छ। र साथसाथमा ध्यान गर्न सक्नुहुन्छ, विष्णुको ध्यान गर्न सक्नुहुन्छ, श्री रामको ध्यान गर्न सक्नुहुन्छ, आफ्नो इष्टको ध्यान गर्न सक्नुहुन्छ, विष्णु स्वरूप जुनसुकै देवताको पनि यहाँले आराधना चिन्तन गर्न सक्नुहुन्छ। फल त हामीलाई प्राप्ति हुने नै छ प्रिय दर्शकबिन। कर्मको फल न हो मिल्ने, कर्म गरेपछि फल अवश्य पनि मिल्ने गर्दछ। र साथसाथमा विशेष गरिकन यहाँहरूले भगवान विष्णुको चिन्तन गर्नु, श्रीमद् भगवत गीताका पाठहरू गर्नु, आजको दिनमा दान पुण्य सेवा अर्चना जे छ यहाँहरूले गर्नुपर्ने गर्न सक्नुहुन्छ। गङ्गा स्नान, गङ्गामा आफ्ना पितृहरूका निमित्तमा या गङ्गामा यहाँहरूले तिल होस् या तपाईँको चाहिँ पहेँलो कुनै फल होस् अर्पण गर्न पनि सक्नुहुनेछ, जसले गर्दाखेरि सद्गति प्राप्ति गर्नेछन्। पितृदेवता जो अकालमा मृत्यु भएका पितृहरू जो तरेका छैनन्, पितृहरूका निमित्तमा जल तर्पण आदि कर्महरू पनि यहाँहरूले गर्न सक्नुहुनेछ। शुभ फल हामीलाई प्राप्ति हुनेछ प्रिय दर्शकबिन। भगवानको भक्ति यस एकादशीको दिन, यो एकादशी मात्रै होइनन्, यी एकादशी मात्रै होइनन्, अन्य एकादशीमा पनि यहाँहरूले यसरी नै पूजा पाठ आराधना भगवान विष्णुको चिन्तन, यस दिनमा जति सकिन्छ पुण्य कर्म गर्नु, कसैको मन नदुखाउनु, कसैको चित्त नदुखाउनु र आफ्नो चित्तलाई पनि पापीय भावनामा नडोलमल नगराउनु प्रिय दर्शकबिन। र साथमा शुभ चिन्तन गर्नु, भगवानको आराधना गर्नाले अवश्यमेव सुख र सौभाग्यको प्राप्ति रहनेछ, भाग्य उदय रहनेछ, कर्मको फल हामीलाई मिल्नेछ। र साथसाथमा भगवान विष्णुको चिन्तन भजन कीर्तन नाम गर्नाले अत्यन्त शुभ हुनेछ। पाठ गर्नाले रात्रिको समयमा पनि यहाँहरूले शुद्ध रहन सक्नुहुनेछ। यस दिनमा सकभर भुइँमा सुत्नु अत्यन्त राम्रो हुने गर्दछ। एकादशीको दिनमा, पवित्र पावन दिनमा है, शुद्ध स्थानमा शुद्ध रहिकन आफ्नो पनि सुरक्षा हेरेर औषधि खाने व्यक्तित्वहरू हुनुहुन्छ भने दिनभर व्रत बस्नुपर्दछ। त यहाँहरूले केही न केही चिज फल ग्रहण गर्न पनि सक्नुहुनेछ। फल ग्रहण गरेर मनलाई पवित्र तुल्याइकन भगवानको आराधना गर्नाले हामीलाई शुभ फल अवश्य पनि प्राप्ति रहनेछ। जय बोलो पुरुषोत्तम भगवानको जय होस्, रमा एकादशीको जय हो।